यो चाहिँ के हो? ड्रागन रोल यो तपाईले देखिरहनु भएको छ यो सबै जापानिज फुड सुसी रहेछ भेज नन भेज यसमा सबै छ फर्स्ट टाइम चाहिँ मैले यो यसरी चाहिँ अब हामी त हातले खाने बानी पर्या मान्छे पर्यो नेपाली तर फर्स्ट टाइम चाहिँ यसलाई के भन्छ सर चपस्टिकले खाने कोसिस गर्दैछौँ ल सर यसो यो मलाई औँला बताउनु त यसरी यसरी हैन ए यसरी है ससँग हो दर्शकबिन नमस्कार यतिखेर हामी कोहलपुरको बियर गार्डन रेस्टुरेन्टमा छौँ तपाईले यो फुडहरु देखिरहनु भएको छ यो सबै फुड हो जापानिज फुड हो यसलाई सुसी भन्दो रहेछ मलाई पनि ठ्याक्कै थाहा थिएन आज मैले थाहा पाएँ र एकदमै यो फुड अहिले विश्वभरि नै एकदमै प्रख्यात रहेको पनि कुरा हाम्रो प्रशिक्षकज्यूले हामीलाई जानकारी दिनुभयो र कोहलपुरमै यसरी जापानिज फुडको प्रशिक्षण दिइरहेको कुरा मलाई अलिकता इन्ट्रेस्टिङ पनि लाग्यो हामीसँग प्रशिक्षक हुनुहुन्छ जसले चाहिँ यो जापानिज फुडहरू चाहिँ यी कोहलपुरमै रहेर उहाँहरूले चाहिँ सिप सिकाइरहनु भएको छ अहिले नेपालमा बेरोजगारीको समस्या एकदम धेरै बढिरहेको छ र युवाहरूमा खासमा बाहिर जाँदा या नेपालभित्रै केही गर्न खोज्दा पनि सिपको दक्षताको चाहिँ कमी भएको कारण चाहिँ यो सिकाइरहेको भन्ने कुरा चाहिँ प्रशिक्षकज्यूले जानकारी दिनुभएको छ यहाँको परिचय मेरो नाम अजय पौडेल म चाहिँ कोहलपुर टिम मदनचोकको यो तपाईहरुले कुन संस्थाबाट यो खासमा यो ट्रेनिङ दिइरहनु भएको यो चाहिँ स्किल अफबाट स्किल अफ हजुर हस्पिटालिटी एन्ड ट्रेनिङ सेन्टर हजुर कतिको यो एउटा सहभागिता उत्साह कतिको छ यो देख्नुभयो यो चाहिँ फर्स्ट चाहिँ हामीले यो कोहलपुरमा ल्याएको हामीले नै होला अहिले चाहिँ राम्रो स्टुडेन्टहरु आइराख्नु भएको छ यो सबैले इन्ट्रेस्ट देखाइराख्नु भएको छ यो सबै हामी देखिरहेका छौं यो सबै जापानिज फुड हैन हजुर हजुर ओके जापानिज सुसी सबै भनौं न यसमा यो भेज नन भेज दुईटै हुन्छ है सर हजुर नन भेज भेज सबै हुन्छ अहिले त यो लगभग अब नेपालमा के छ सर अहिले नेपालमा कतिको चलिरहेको छ बाहिर त एकदमै प्रख्यात छ यो जापानमा त एकदमै अब सुप्रसिद्ध भइहाल्यो हैन नेपालमा पनि अहिले के छ नेपालका होटलहरुमा पनि यो छ नेपालमा हजुरको टुरिस्ट एरियाहरुमा छ नेपालमा पनि एउटा रेस्टुरेन्टमा छ अहिले आज नेपालको भने अहिले आइसकेको छ टुरिस्ट त्यो नेपालमा चाहिँ सुसी रेस्टुरेन्ट नै छ एउटा अहिले नेपाली बजारमा जस्तो कतिकोले खोजिरहेको जस्तो के लाग्छ यहाँलाई जस्तो मान्छेहरु आउँदाखेरि हैन हुन्छ नि सुसी फुड भनेर यो ठाउँमा चाहिँ अहिले लाइक अहिले चाहिँ सोशल मिडियाले गर्दाखेरि अलिकति इन्फ्लुएन्स गरे सुसीलाई चाहिँ अहिले कोही कोहीले सोध्नुहुन्छ सुसी देख्नुभएको छ खानुभएको छ त्यसैले यहाँ पनि आएर सोधिरहेको हुनुहुन्छ हामीले चाहिँ अब यो पनि सेल्स गर्छौं सुसीहरु पनि यो तालिम जस्तो यो बनाउन जानिसकेपछि यसको उहाँहरु हुनुहुन्छ हैन उहाँ जो सिक्नु भएको छ उहाँहरुलाई कतिको स्कोप छ अहिले यो सुसीको स्कोप चाहिँ एकदम राम्रो छ हजुरको नेपालमा त अलिकति भर्खर स्टार्ट भएको विदेशतिर चाहिँ सबभन्दा राम्रो छ युरोपतिर एकदम हाई डिमान्ड छ अहिले यसको चाहिँ ओके थ्यांक यू सो मच हाम्रो एकजना चाहिँ उहाँ चाहिँ सहभागी हुनुहुन्छ जसले चाहिँ यो सिकिरहनु भएको छ हजुरको नाम चाहिँ मेरो नाम बिनोली घर चाहिँ कता हजुरको चपरगौडी यो खासमा तपाईले यो नै सिक्नुपर्छ भन्ने कन्सेप्ट चाहिँ कसरी आयो तपाईलाई बाहिर विदेशमा धेरै स्कोप छ भन्ने सुनेका हुनाले बाहिर जाने प्लान बनाएर नै तपाईले यो मैले चाहिँ सुसी फुड सिक्छु भन्ने चाहिँ योजना बनाउनु भयो अनि आउनु भयो हजुर हजुर सिक्नु भयो त हजुर सिक्यौं कतिको उहाँले कतिको राम्रो सिकाउनु भयो जस्तो लाग्छ के लाग्छ हजुर एकदम राम्रो अब चाहिँ गर्न सकिन्छ बनाउन सकिन्छ जस तपाईले अब चाहिँ सुसी फुड चाहिँ बनाउन सक्नुहुन्छ सकिन्छ यसलाई के भन्दो रहेछ तपाईले बनाएको यही हो हैन यसलाई यो चाहिँ भेज उरामाकी रोल यसलाई त्यो भन्दो रहेछ हैन मलाई त नाम पनि आउँदैन यो यस्तो चाहिँ अलिकति गाह्रो लाग्यो मलाई र तपाई देख्न सक्नुहुन्छ यो चाहिँ के हो यो फुडको यो चाहिँ श्रिम्प टेम्पुरा रोल यो चाहिँ भेज उरामाकी र फुतोमाकी यो हेर्दा चाहिँ असो सर यो हेर्दा चाहिँ कस्तो बाहिर मिठाई जस्तो लाग्छ हैन तर यसको टेस्ट चाहिँ कस्तो हुन्छ खास यसको टेस्ट चाहिँ अब टेस्ट लेस हुन्छ अलिक टेस्ट हुँदैन हजुर टेस्ट हुँदैन खाना अब ओके अब यता पनि देख्न सक्नुहुन्छ तपाई यसको बारेमा यसको नाम भन्नु त यो आइटम ड्रागन रोल्स हैन यो भेज कि नन भेज यो नन भेज यो हेर्न सक्नुहुन्छ तपाईले यो चाहिँ नन भेज रहेको छ अब अर्को है हामी यो यसको नाम चाहिँ के हो यसको नाम चाहिँ सर उरामाकी भेज भन्छ सर यसलाई चाहिँ उरामाकी भेज एकदम इन्ट्रेस्टिङ नाम रहेको छ यसको नाम
चिकन काट्छु चिकन काट्सो फर्स्ट टाइम मैले यो उच्चारण गरिरहेको छु यो भेज कि नन भेज नन भेज यो नन भेज हेर्न सक्नुहुन्छ हेर्दा चाहिँ खाउँ जस्तो लाग्यो यो चाहिँ किन यो होसोमाकी रोल हो, भेज रोल हो। अनि यो उरामाकी भेज रोल हो। यो भेज हो यो पनि यो पुरै भेज हो। ओके हेर्न सक्नुहुन्छ यो जुन यसमा चाहिँ कति नन भेज छ भने कति चाहिँ भेज आइटम रहेछ र हामी चाहिँ अब यो उहाँहरूले कस्तो बनाउनु भएको छ होइन त्यो टेस्ट पनि गर्नेछौँ र टेस्ट गरिसकेपछि कस्तो लाग्यो त्यो पनि हामी तपाईँलाई प्रतिक्रिया दिनेछौँ। नमस्ते, मेरो नाम अजय पौडेल। मेरो घर चाहिँ कोलपुर 3 मदन चोकमा हो। अहिले हामीले चाहिँ यो स्किल अफ हस्पिटालिटी एन्ड ट्रेनिङ सेन्टरमा अहिले सुसी क्लासहरू गराइरहेको छौँ। आज चाहिँ यही सुसी क्लासमा के कस्तोहरू हुन्छ, कस्तो खालको सुसीहरू बनाउँछौँ यसको लागि हामीले एउटा सर्ट भिडियोहरू बनाइरहेछौँ। मेरो चाहिँ ब्याकग्राउन्ड चाहिँ +2 चाहिँ एआरटिएम व्हाइट हाउसबाट हो। अनि त्यसपछि कुलिनरी आर्ट चाहिँ मास्टर सेफ होटल एन्ड ट्रेनिङ सेन्टरबाट हो। त्यसपछि म कुलिनरी आर्ट्स अर्को इन्टरनेसनल कुलिनरी आर्ट्स चाहिँ युकेको सिटी एन्ड गिल्स भन्नेबाट चाहिँ गरे हो। मेरो यो तालिम चाहिँ लगभग अराउन्ड 1 मन्थ भयो सर। हजुर यो कम्प्लिट हुन लागिसक्यो। सुसी चाहिँ हाम्रो यो जापानिज फुड हो। अनि जापानिज फुड हो, यसमा चाहिँ अब पहिला हिस्टोरीमा चाहिँ पहिला चाहिँ हजुरको तिमीले चाहिँ फिसहरूलाई राइसहरू हालेर चाहिँ स्टोर गरेर खान्थे। अहिले चाहिँ अब त्यसलाई मोडिफाई भएर चाहिँ अहिले धेरै भेराइटीहरू बनाइरह। अहिले जापानमा मात्रै नभएर हजुरको युरोपतिर एकदम म्याक्सिमम युरोपतिर एकदम चलिरहेछ अहिले चाहिँ। अहिले यहाँ सिक्नेहरूले धेरै जस्तो विदेश जानेहरू आउनुभयो, युरोपतिर अप्लाई गरेर राख्नुभएको छ। कसैले अब यहीँ पनि एउटा सिप लएर के गरम भन्नेलाई पनि एउटा स्किल्स डेभलप गरेर राख्नुभएको छ। हजुर एउटा बनाउनु कुन बनाउँछु? चिकन काट्छु, टेम्पुरा बाहेक। तामाको कुलो बनाउनु ला, तामाको निग्री, तामाको तिमीले आउँछ होइन? पर्फेक्ट तामाको बनाउन, तामाको निग्री। पानीहरू पनि हल्का हल्का लगाएर मजाले गराउनु है। यो के हो सर? यो के गरिरहेको? यो हाम्रो चाहिँ यो श्रिम्प हो हाम्रो ड्रागन रोलको लागि यो चाहिँ बनायो। यो के तेलमा बोइल? हजुर तेलमै हामीले डिप फ्राई गरे हो। यो चाहिँ के गरिरहेको छ? यो चाहिँ यो हजुरको ब्याम्बो सिड भयो, यो नुरी सिड भयो। यसको माथि हामीले राइसहरू हालेर यसको फिलिङको लागि चाहिँ यो गरायो। यो राइस चाहिँ र नेपाली राइसमा कति फरक हुन्छ सर? हजुरको यो हुन त यो टाइचन राइसहरू हुन्छ, सर्ट ग्रेन राइसहरू हो। यो नेपाली नै राइस हो होइन? हजुर यही राइसहरू चाहिँ हाम्रो सुसीहरूमा यही राइस हाल्छ, अरू राइस हाल्न मिल्दैन। यसलाई चाहिँ त्यो के भन्छ त्यसलाई? यो टाइचन युज गरेर खान हामीले टाइचन। त्यो चाहिँ टाइचन चाहिँ नेपाली ब्रान्ड हो। स्ट्रबेरी पनि रहेछ है? हजुर स्ट्रबेरी चाहिँ हाम्रो टपिङको लागि गार्निसको लागि युज गरेछ। सुसी फुडमा सबै आउँछ? फुडहरू के हुन्छ मिक्सेसमा? यसमा हाम्रो लगभग मैले 10-12वटा अहिले लेखाइदिन्छु। अहिले हामीले 10-12वटा गराउनु हुन्छ। 10-12 यसको छ। आफूले अब कति गराउन सकिन्छ भन्ने कसरी अब नयाँ डेभलपहरू गरेर आउनुहुन्छ। त्यही धेरै जस्तो चल्यो भनेको त्यही 15वटा चाहिँ चल्छ ओभरअल। सलादहरू पनि आउँदो रहेछ यसमा? हजुर सलादहरू भन्दा पनि हजुरको सुसीभित्र हाल्ने यही नै हो। यही भेजहरू हालेर भेजमा चाहिँ भेज भयो, सबै हुन्छ। भेज र नन भेज हजुर आइटम चाहिँ हालेर तपाईँहरूले बनाउनुहुन्छ? हजुर। सर भन्दाखेरि कुन आइटम हुन्छ सर भन्न सक्नुहुन्छ? ओके, हाम्रोमा चाहिँ एउटा होसोमाकी बनाउँछौँ। अनि होसोमाकीमा के हुन्छ भने चाहिँ हजुरको सिङ्गल इन्ग्रेडियन्टहरू युज हुन्छ। चाहे हामीले काँक्रा हालौँ, गाजर हालौँ, जुन हाल्दा पनि एउटा इन्ग्रेडियन्टहरू हाल्नु पऱ्यो। त्यसपछि अर्को चाहिँ फुतोमाकी युज गराउँछौँ। फुतोमाकीमा अब दुईटा इन्ग्रेडियन्ट युज गर्छौँ। त्यसपछि अर्को उरामाकीहरू बनाउँछौँ। उरामाकीमा हजुरको कसैलाई हामीले सालमनहरू हालेर बनाउन मिल्यो, ड्रागन रोलहरू छ होइन, फिसहरू हालेर गराउन मिल्यो, चिकनहरू पनि जान्छ। त्यसपछि हजुरको हाम्रो अनि सासिमीहरू छ, सासिमी छ, र फिसहरू पनि गराउँछौँ। त्यसपछि हजुरको हाम्रो गुन्कानहरू बनाउँछौँ। अनि निग्रीहरू छ, चिकन काट्सोहरू यही नै छ भनौँ। त्यस्तो यसको धेरै भेराइटी छैन। एउटै हो, त्यसमा हजुरको टपिङ हालेपछि अर्को बन्छ, भेराइटी फरक हुन्छ। हजुर आफूले अब कुन टपिङ हाल्ने त्यसको नाम दिने हो। यस्तो सबभन्दा धेरै चल्ने भनेको त्यही 15-20वटा भन्दा धेरै चल्दैन।